भिडियोमा तपाईँले घरको भित्रबाट जसरी टोयलेटको पाइपलाइन, किचनको पाइपलाइन, खानेपानीको पाइपलाइन लगाउन यो डक्ट बनाइएको छ। तल्लो तला देख्नुहुन्छ, यहाँ देख्नुहुन्छ। अब यो यसमा चाहिँ तपाईँले हेर्नुहुन्छ भने यतापट्टि 1.5 छ, यतापट्टि 1.5 छ, यतापट्टि 1 छ है। 1.5 को डक्ट हो। अब यहाँ हेर्नुहोस् है, दुईटा चाहिँ 4 इन्चीको पाइप छ, 4 दुना 8 इन्ची, बिचमा 1 इन्चको ग्याप छ, 9 इन्ची, 10, 11, 12, 3 इन्च चाहिँ हाम्रो स्पेयर छ। यतापट्टि त हामीसँग धेरै ठाउँ स्पेस एभाइलेबल छ। त्यो कारणले गर्दा तपाईँले यदि डक्ट बनाइराख्नु भएको छ भने 6 इन्चको छ भने त्यसै आधारमा क्यालकुलेसन गर्नु होला। 6 दुना 12, 13, 14, 15, 16 भनेपछि त्यसमा चाहिँ 1/1.5 को चाहियो। तर तपाईँले 4 इन्चको पाइप अथवा 110 mm को पाइपहरू राख्दै हुनुहुन्छ भने त्यो केसमा तपाईँले 1.5 को डक्ट चाहिँ बनाइराख्नु परेन। यसरी 1.5 को डक्ट बनाउनुहुन्छ भने यत्रो स्पेस खाली जान्छ। हेर्नु त, फेरि तलबाट त्यसलाई गर्दै तर फर्मवर्क लगाएर फेरि भरेर गर्नु पर्दाखेरि के अरे तपाईँको त्यति भनौँ न एउटा लिकेजको प्रब्लम आउन सक्ने चान्सेसहरू भयो। अब सानोमा लिकेजको समस्या आउँदैन भन्ने त होइन, तर नचाहिने हिसाबले चाहिँ ठुलो डक्ट बनाएर यसरी ठाउँ खाली छोड्नुभन्दा ठ्याक्कै 4 इन्चको दुईटा पाइप र खानेपानीका पाइपहरू लग्ने प्लान मात्रै हो भने तपाईँले चाहिँ 1/1 इज मोर देन इनफ को काम गर्छ। 1/1 को बनाए पुग्छ, 1.5/1 बनाउनु परेन। अब तपाईँको ठुलो छ, भनौँ पाइप चाहिँ 6 इन्चको पाइप हाल्नुहुन्छ भने चौडाइलाई चाहिँ 9 इन्च अथवा 1 फिट गरेर लम्बाइलाई चाहिँ तपाईँको 16 देखि 18 इन्चसम्म चाहिँ मोडाल गर्न सकिन्छ। त्यो डक चाहिँ अनावश्यक चाहिँ डक ठुलो चाहिँ नबनाउनु होला। आवश्यकता अनुसार चाहिँ क्यालकुलेसन गर्ने डक बनाउँदाखेरि राम्रो हुन्छ भन्ने मैले यो कुरा भिडियोमा जोड्न खोजेँ है त। र तपाईँले यसरी डक्ट राख्नु भएन भने के समस्या हुन्छ नि त भन्ने खालको कुरा मैले अघिल्लो भिडियो भनिसकेको छु। यसो डक्ट बनायो भने बाहिर चाहिँ वालबाट बाहिर लग्नु पऱ्यो, पहिला छेडेर बाहिर लग्नु पऱ्यो र त्यस पछाडि बाहिरबाट चाहिँ कभर गर्नुपर्ने हुँदाखेरि एस्थेटिकली त्यति राम्रो देखिँदैन। तर अब प्रपर आर्किटेक्ट तपाईँले प्रयोग गर्नुहुन्छ भने बाहिर वालबाट छेडेर बाहिर लगे पनि बाहिरबाट चाहिँ किसिमको चाहिँ भनौँ न यो वाल क्रिएट गरेर 4 इन्चको अथवा 3 इन्चको वाल क्रिएट गरेर पनि त्यसलाई ढाकेर पनि राम्रो डिजाइन निकाल्न चाहिँ सकिन्छ है त। मन पऱ्यो भने भिडियो सेयर गर्नुहोला। हस्, धन्यवाद।